हेलो एभ्रिवान वेलकम ब्याक टु टिभी सुब्बा ब्लग। आज धेरै दिनपछि तपाईँहरू समक्ष प्रस्तुत मेरो सानो ब्लगलाई मिनी ब्लगहरूलाई सहयोग गर्दै आउनु भएको छ। तपाईँहरूलाई नमस्ते। अब धेरै दिनपछि तपाईँहरूको बिच आउनु पाएको छु। मेरो गाडी बस आउँदैछ। बसमा जाने आज बुढाबुढी लिस्बन अलिक रनिङ दिएँ मैले। मेरो गाडी छुट्छ भनेर यस्तै छ विदेशी जिन्दगी, दौडिनु पर्छ है। अब फेरि नेक्स्टमा भेटौँला। यहाँ बुढी मान्छे अगाडि चाहिँ ल मेरो आज बुढीसँग चाहिँ हामी लिस्बन घुम्न जाँदैछौँ। हाम्रो बस पर आएर चाहिँ यहाँ बस कुर्दैछौँ है। फेरि नेक्स्ट टाइम फेरि अर्को स्टेपमा फेरि तपाईँ समक्ष आउनेछु है त। हामी चाहिँ अहिले बसमा चढिसक्यो। अब यहाँदेखि 15 मिनटपछि हामी त्रोया भन्ने एरिया पुग्यो। हामी त्रोया बसबाट झरेर हामी त्रोया पुग्यौँ। अब हामी यहाँ पारी फेरिको बोटको टिकट काटेर फेरि हामी जान्छौँ। यहाँदेखि ठ्याक्कै 15 मिनट लाग्छ। अनि त्यहाँदेखि हामी चाहिँ आजको हाम्रो डेस्टिनेसन चाहिँ लिस्बन पुग्नुपर्ने छ। यसो घुमघाम बुढाबुढीको विकेन्डमा है त। ल यहाँ चाहिँ हामी पढ्नलाई टिकट दियो। एकदम आज भिड रहेछ। ल अहिले बोटमा बसिसकेको छौँ हामी है। यहाँदेखि ठ्याक्कै 15 मिनटपछि हामी पर सेतुबल भन्ने एरिया पुग्छौँ। त्यो गएर तपाईँहरूले एक झलक राख्नेछु। अनि चाहिँ हामी सिधै लिस्बन जान्छौँ है। आज चाहिँ घुमफिर छ लिस्बन विकेन्डमा। बुढाबुढीको 60 वर्षदेखि मात्रै यसो घुमघाम गर्नु पाइएछ। नानीहरू अलिक ठुलो हुँदैछ। ल हामी पारी पुगेर अब लिस्बनतिर लाग्दैछौँ। अब यो चाहिँ हामी झर्दैछ। यहाँदेखि ठ्याक्कै अब लिस्बन चाहिँ 45 मिनट लाग्छ। अहिले हामी सेतुपालमा पुग्यौँ है। हिँड्दैछौँ एकछिन होइन। यो चाहिँ सेतुपालको बस स्ट्यान्ड हो। यहाँबाट चाहिँ लिस्बन, फारो, पोर्तो जानु मिल्छ यो है। रेडिमेक्स हामी चाहिँ बसबाट नजाने भएर हामी चाहिँ ट्रेनबाट जाने भयो है, कम्बईबाट। अनि यहाँदेखि उहाँ कम्बईको पनि नजिकै छ, दुइटै सँगै जोडिएको छ। हामी चाहिँ ट्रेनबाट जाने भयो। त्यसले गर्दा हामी ट्रेन स्टेसनतिर चाहिँ लाग्दैछौँ है। ल हामी कम्बईभित्र छिरिसक्यो। मान्छे वेट गरेछ। यो 9:43मा चल्छ यहाँदेखि सेतुपाल टु लिस्बन। हामी चाहिँ फाइनल्ली अहिले लिस्बन जानलाई कम्बईमा चढिसक्यो। अनि मेरो 60 वर्षमा घुम्ने साथी यहाँ बसिरहेछ है। ल लिस्बन पुग्यो है। रोमा अरेरियोमा झरेर हामी चाहिँ निक्लिँदैछौँ यसो होइन। लिस्बन पुग्यो होइन बुढी? ल है त। आज धेरै दिनमा बुढाबुढीसँगै विकेन्ड बनाएर घुम्न निक्लेको। बुढी उता घुम्दैछ। हाम्रो घुम्ने पालोमा चाहिँ अति गर्मी रहेछ। हेर्नुहोस् है लिस्बनको स्थिति। यो चाहिँ लिस्बनको अरेरियो भन्ने एरियामा हामी पुगेछौँ। अब यहाँ यस्तै छ। अब अलिक भिडभाड। यो ओला नेपाल हाउस रेस्टुरेन्ट है। यहाँ उहाँहरूको चाहिँ म आज उहाँहरूले बनाइदिनु भएको खानेकुराहरू चाहिँ खाएर स्वादिष्ट लिएर यहाँ भाइ उभिराख्नु भएको छ। धेरै हेल्प गर्नुभएको छ भाइलाई, धन्यवाद भाइलाई पनि। ल साथीहरू यस्तै बुढेसकालमा है के गर्छ। बुढी मान्छेहरू जेरो कोक लिएर बसिरहेछ। हामी चाहिँ थाकियो एकछिन घुमेर। यहाँ नेपाली रेस्टुरेन्ट रहेछ राम्रो। अब हामी बसिरहेछ। कस्टमर चाहिँ हामी मात्रै छ। लिस्बनको ओला रेस्टुरेन्टको नेपाली चिकन राइस है। बाबा हाल्छ है। हेर्नुहोस् है साथीहरू, तपाईँहरूले मुख मिठाउँदै गर्नु होला, तर मैले चाहिँ खान स्टार्ट गरिसकेँ। सिटीमा वेट गरिराख्नु भएको छ उहाँले पनि है। उहाँको चाहिँ चाउमिन नुडल्स अलि खाना उहाँले बनाइदिनु भएको अति आनन्दले लिने स्वाद लिइरहेको छु। लिएको दिन चाहिँ अब लिने छु है त। दाइसँग भेट भएर खुसी भयो। फेरि पनि अरू यस्तै थ्याङ्क यू रेस्टुरेन्टमा आउन चाहन्छौँ। तपाईँको साथीलाई खाना मिठो लाग्यो भने यहाँ फेरि पनि हामीले तपाईँले ल्याएर सहयोग गरिदिनु होला दाइ। धन्यवाद भाइ। अब भाइहरूले बनाएको खानालाई चाहिँ खान रेडी है त। हस् थ्याङ्क यू। त्यसपछि
यो चाहिँ साथी हो नेपाली खाना, दाल, चिकन, अनि मसला तिखा, अनि अर्को चाहिँ के नाम पाएन थाहा भएन। जस नेपाली टेस्टी रहेछ। कतै तपाईँहरू पनि लिस्बनतिर घुम्दै आउनुभयो भने ओला नेपाली हाउस रेस्टुरेन्ट सम्झिने होला। म्याङ्गो लस्सी, म्याङ्गो, अनि त्यसपछि यो विस्की सबै मिक्स हो क्या यो। ल धन्यवाद भाइ। भाइले मलाई चाहिँ यो चाहिँ दाजु भनेर आज 61 टकिलालाई लिँदैछु है त। मिराइछ ल है। थ्याङ्क यू भाइ। फेरि पनि हजुरले यहाँको बारेमा थोरै तपाईँको साथीहरूलाई केही न केही ओला नेपाल हाउसमा गएर खाना कस्तो छ भने तपाईँले भनिदिएर हाम्रो रेस्टुरेन्ट अगाडि बढाइदिनु तपाईँको साथ धेरै धेरै आभार गर्दछौँ तपाईँसँग भाइ। हस् धन्यवाद भाइ। ल हाम्रो नेपाल एम्बेसीको झन्डा फरफराइरहेछ। यो झन्डा देख्दा चाहिँ नेपाल नै पुगे जस्तो लाग्छ हौ मलाई त। के भयो धेरै विदेश बसेर हो कि? यो चाहिँ पोर्चुगलको नेपाल एम्बेसी है। फेरि यहीँ सिद्धिन्छ। यो चाहिँ लिस्बनको सेतुरेसको बस पाएकै यो चाहिँ है साथी हो। यो चाहिँ बाहिर हामी ट्रेन स्टेसनतिर जाने हो। यो चाहिँ हामी दुई बुढाबुढीको आजको हाम्रो गम्भीर विकेन्डको आजलाई बिदा गर्दै साथीहरूसँग फेरि नेक्स्ट मेरो युट्युब ब्लगमा फेरि जोइन हुनेछु भन्ने आशा गर्दै तपाईँहरूसँग फेरि रोमान्टिक यस्तै कुराहरू सेयरिङ गर्नेछु है। त्यसको लागि बिदा मागेँ। थ्याङ्क यू एभ्रिवान। बाई बाई।